अबको केही घण्टामा नेपाली फाइटर रविन्द्र ढाँट र न्युजिल्यान्डका फाइटर कासिपको रोड टु युएफसीको महाभिडन्त सुरु हुँदैछ। सबैजनाले हेर्नुहोला, साथ सपोर्ट र समर्थन देखाइदिनु होला। र धेरैजनाले मैले हिजो बनाएको भिडियोमा सोध्नु भएको थियो यो कति बजेबाट सुरु हुन्छ र केबाट हेर्ने भन्ने प्रश्न धेरै गर्नुभएको थियो। म सबैलाई भनिदिउँ कि नेपाली समय 2:45बाट खेल सुरु हुन्छ र रविन्द्र ढाँटको खेल 6औं नम्बरमा परेको छ। त्यो हिसाबले चाहिँ नेपालको 4:15देखि 5:30 अथवा 6 बजीसम्म अब योभन्दा पहिला पनि सरेको थियो, यो सर्न सक्छ समय। तर विशेष गरी नेपाली समय चाहिँ 2:45बाट यो रोड टु युएफसीको जुन सेमी फाइनल छ त्यो खेलहरू सुरु हुन्छ भने 6औं नम्बर परेको कारणले 4-4:30 बजे पछि नै, लगभग 4:15 पछि नै रविन्द्र ढाँटको खेल पर्नेवाला छ। सबैजनाले हेर्नुहोला। र केबाट हेर्ने भन्दा यदि मोबाइलबाट र ल्यापटपबाट हेर्दै हुनुहुन्छ भने तपाईँहरूले क्रोम खोल्नुहोला, क्रोम ब्राउजर अथवा गुगलमा गएर YONO TV योनो टिभी सर्च गर्नुहोला, त्यहाँबाट सजिलै हेर्न सकिन्छ। सबैजनाले हेर्नुहोला। र देशमा जुन अहिले वज्रपात परेको छ, देश जसरी रोइरहेको छ, जति पीडा भइरहेको छ नि, यसको लागि एउटा सानो खुसी थप्ने काम आजको खेलले गर्नेछ। आज एउटा राहत दिनेछ। यदि रविन्द्र ढाँटले आज जित्यो भने यो देशको जित हुनेछ, यो नेपालको इतिहासको जित हुनेछ। रोड टु युएफसीको फाइनल जितेर फाइनलमा प्रवेश गर्ने हो रविन्द्र ढाँटले। सो सबैजनाले जति सकिन्छ आफ्नो ठाउँबाट हेरेर समर्थन गर्नुहोला, हौसला दिनुहोला। कि एउटा खेलाडीलाई चाहिने भनेको हौसला नै हो है त। सबैजनालाई धेरै धेरै धन्यवाद। हेर्नुहोला अनि इन्जोय गर्नुहोला है त।